साथी हामी विन्टरभिलको आज अर्को साइडतिर मर्निङ वाक आउँदैछौँ है। अनि नेपालमा पेत्तर 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 बनाएर घरहरू न बाटो न घर हुन्छ के अरे, यहाँ चाहिँ यति चाक्लो बाटो, ठाउँ कति राम्रो, यी मान्छेहरूको घर यत्रो चौर, घर अगाडि यत्रो चौर हुन्छ, यी यस्तो राम्रो मिलाएर एक मान्छे हिँड्ने छुट्टै, यस्तो राम्रो जुन ठाउँमा गए पनि यस्तो व्यवस्थित छ, पिच छ, घर अगाडि चौर छ। नेपालमा भयो त यही अगाडि सटर बिल्डिङै बन्थ्यो होला है, कहिले हुने होला है। आमै हेर्नु त साथी, यस्तो राम्रो ठाउँ हो, कति सुविधा छ है। आमा बाटो कति चाक्लो, घर अगाडि जग्गा उस्तै छ, पिच बाटो उस्तै छ। ल हेर्नु साथीहरू, घरहरू सब एक नासको, धनीको ठुलो घर, गरिबको सानो घर हुँदैन, यहाँ बराबरको साइजको घर, एउटै डिजाइनको घर हुन्छ। तर अस्ट्रेलियामा मात्रै होइन, सबै देशमा, विकसित देशमा सबै ठाउँमा यस्तै हुन्छ होइन जया? यस्तो सुविधायुक्त। ल हेर्नु साथीहरू, घर अगाडि गार्डन, हाम्रो नेपालमा त फुटपाथ बनाउने होइन भन्छन्। फुटपाथ यहाँ 15 तले 20 तले 50 तले घर बन्ने बिल्डिङ अगाडि फुटपाथै हुन्छ सर्लक्क, कति चाक्लो बाटो छ। सबभन्दा हामीलाई मनपर्ने यही हो कि है, यस्तो कहिले होला हाम्रो देशमा भनेर क्या है। ल हेर्नु साथीहरू, हेर्नु त हामी यो जुनीमा हुँदैन, हाम्रोमा यस्तो त पछिको पीडितले चाहिँ देखेर चाहिँ चाक्लो बाटो, फुटपाथ चाक्लो, घर अगाडि पनि छोड्नुपर्ने जग्गा भनेर बनाउँछन् होला हाम्रो पालापछि। अहिले त अब कहाँ बन्द हो र है साथी। यसलाई त भाइ फेसबुकमा हाल्नुपर्छ है साथी। हेर्नु त कस्तो आनन्द है, कस्तो मिलाएर जता जाउँ है, हामी नै हाम्रै घर जानलाई झुकिने के, एउटै भएर क्या है, एउटै हो नि। नेपालमा भयो त है, कहाँ यस्तो हुन्छ र, विकास हुने कहिले होला है हाम्रो नेपालमा यस्तो राम्रो हुने। एकदम साथीहरू, मान्छेहरूको घरहरू कति राम्रो, एउटै डिजाइनको है। बाई साथी, फेरि भेटौँला।